अहिले यहाँ कति बज्यो 5 गुड इभिनिङ एभ्रिवान है आज चाहिँ हामी जापानमा सपिङ गर्न जापानमा सपिङ गर्न जान भएको सपिङ गर्न जाँदैछु चाहिँ म कस्तो जाडो रहेछ बाहिर त कस्तो राम्रो तर पिसफुल ठाउँ के गर्ने पिसफुल गएर कस्तो रुन मन लाग्दो रहेछ के भने रुन मन लाग्यो भने हाँस्न नि नपारेको हामी यताबाट होइन हिजो जिनोमिया पुलिस यताबाट होइन कि हामी यताबाट आएको होइन हिजो भनेको यताबाट आएको हामी चाहिँ अब 7-11 खोज्न जाँदैछौँ कोन्बिनी कस्तो राम्रो ठाउँ के तर पिसफुल लेट्स सी हियर पुलिस स्टेसन त यहीँ आइछ नि यो मान्छे गएको रोक अहिले कस्तो छुच्चियो क्रसिङ गर्न नि भेट्यो आज जिन्दगीमा कस्तो लागिरहेछ तर हेर्नु न मेरो यहाँ क्याप कटमा पैसा तिर भनेर यस्तो रिस उठेको त्यो लङ भिडियो बनाउनु पर्छ सर्ट भिडियो पुलिस स्टेसन यत्रो बाटो पनि सबै तर यहाँको पिच किन कालो हो कि है ब्रान्डेड अरे गाइज ब्रान्डेड पार्लर यहीँ रहेछ गाइज सरी त्यो चाहिँ बट पार्लर नि हाम्रो नजिकै छ के माने उखाल्नु छिटो इङ्ग्लिसमा भन्थ्यो के अरे के माने उखाल्नु छिटो भन्न उखाल्नुलाई के भन्छ हौ उरे मास त जन्मिन कुमारी मास उखाल्नुलाई त के भन्छ नि इङ्ग्लिस पनि भुलिसकेर को भनेको त खाने होइन यहाँ पार्किङ हो भ्लगर बन्न पर्यो साकुरा हेर्नु भनेको रे कता फुलिरहेको हामी गाउँघरमा पैनी फुल्थ्यो यहाँ साकुरा फुलिरहेको छ देखेन ऊ त झन् कभी नै कुछ भी नै देख्थी है हिरो अरू पछाडि चाहिँ गर्न लाग्यो मिसेको चिन्ह देखेँ मैले खान्जी पनि के को खान्जी हो यहाँ कस्तो राम्रो राम्रो घर खै त माउ फुजिसा दुःख नि हाल्नु ऊ त एक राउन्ड मारेर आइस मेरो भिडियो गरेर हो बुझिन सधैँ खानेकुरा किन्न आएको पश्चात गोल्ड फन 5,000 लिएर हामीले त्यो रिटर्न गऱ्यौँ यहाँ सामानहरू 3 मानको के अरे 3 एनको उसो यो झोला हो हामी चाहिँ अब किनेर घर जाँदाखेरि नुनै लेखेन अन्डा त कसरी खाने बहिनी अब हामी जान्छौँ ल उसिनेर खाएपछि म तपाईँले भिडियो बनाएर देखाउँछु कति पो रिटर्न आयो 4,000 त 4,100 कति धेरै 679 रुपियाँ अहिले 19 20 21 भयो 621 3 रुपियाँ झोला किन्यो नि त